हेलो गाइज, गेट रेडी विथ मी। अनि आज चाहिँ मेरो साथीले सानो पार्टी अर्गनाइज गरेर छ अनि म चाहिँ त्यही जान लागेँ होइन। अनि एउटा कुरा थाहा छ, दिदी हुनुको फाइदा के हो भनेदेखि म चाहिँ मेकअपको सामान केही किन्दिनँ क्या, केही किन्दिनँ। सब म दिदीको मेकअपको सामान युज गर्छु। यो पनि मेरो दिदी घरमा छैन नि त, त्यही भएर दिदीको लगाइदियो हिँड्यो मजाले। अनि म चाहिँ सेन्टेलाको सिरम फेरि दिदीको भएपछि म त थोरै लाउँदिनँ, अलिअलि त मान्छे त्यही बुझ्दैन नि त। यो भिडियो रिस्पन्ड नगरा ल प्लिज। मैले सिरम चाहिँ मजाले आँखामा कति धेरै लागेको, चोरेर लाउनु भएको, राम्रो माक्का साका काका लागिरहेको छ। अनि सिरम चाहिँ मैले लगाइसक्यो होइन। अनि खोइ मेरो मिनी फ्यान कहाँ गयो, मलाई प्राप्तिले गिफ्ट गर्नुभएको छ। यो फ्यान चाहिँ हल्का यसो यसो निरो पारमा प्राप्तिले बर्थडेमा गिफ्ट गर्नुभएको, मलाई धेरै काम लागिरहेछ। अनि मेरो चाहिँ आफ्नो मेकअपको सामानमा चाहिँ यो छ अनि यो छ अनि एउटा चाहिँ लिप लाइनर छ। यति मात्रै हो क्या मैले किन्ने भनेर, म केही पनि किन्दिनँ। मलाई धेरै लोभ लाग्छ। दिदी छ नि त, दिदीको लाउने हो मजाले। जे होस्, दिदी हुनुको चाहिँ धेरै फाइदा छ। के किन्नु पनि पर्दैन मेकअपको सामानहरू, खासै मेकअप पनि गर्न आउँदैन। अनि मैले मोइस्चराइजर पनि लगाइसकेँ, त्यसपछि मेरो सनस्क्रिन ल म चाहिँ यसरी लाउँछु, पुरै मुखभरि लाउँछु भुत जस्तो। ब्लेन्ड मोइस्चराइजर पनि मैले मजाले लगाइसकेँ। त्यहाँदेखि यो लाउँछु म। यो चाहिँ खोइ के हो कुनै होइन, यो यस्तो लाउँदाखेरि हल्का फेसमा त्यो लाइट जस्तो आउँछ कि, मलाई केही थाहा छैन। म कहिले यस्तो किन्नु सबै दिदीको गाइड। त्यसपछि हल्का खुल्दैन त, यसो खोल्नु। त्यसपछि हल्का मस्कराले मैले मस्कराले आइब्रो मिलाउँछु ल यस्तो। मलाई के सधैँ दिदीले मेकअप गरिदिन्छ, कतै जाने बेलामा मलाई आफैले मेकअप गर्दा चाहिँ बुझ्दैन। अनि एकदम आउँदा पनि आउँदैन। अनि आज दिदी चाहिँ त्यही भएर आफै चेप्पाइदिए गरिरहेको छु। अनि म चाहिँ ड्रेस देखाउँछु ल, कुन लाउँछु भने। यो चाहिँ मेरो ड्रेस, यो ड्रेस चाहिँ मलाई मेरो कसले किनिदिएको लागि गेस, कसले किनिदियो भने जेनीले। उसले चाहिँ मलाई जे मनपर्छ मैले एकचोटि भन्नुपर्छ, उसले मलाई किनिदिन्छ होइन। मैले चाहिँ साथी पाके हो, भगवान् नजर नलागोस्। उसले चाहिँ जे भन्यो क्या, मलाई यो मन पर्यो भन्ने बित्तिकै उसले किनिदिन्छ। उसलाई केही फरक पर्दैन, जति पैसा होस्। र यो ड्रेस उसले मैले 2-3 वर्ष अगाडि किनिदिएको थिएँ, मैले नलाइकन राखेको थिएँ क्या। मलाई यति के भन्नु र, साथी चाहिँ मैले पाके हो। कसैले घर जाँदाखेरि साबुनहरू के पठाइदिन्छ, लक्ष्मीले अर्कीले चाहिँ जे भन्यो त्यही क्या, जे भन्यो उसलाई भन्दाखेरि मलाई यो मन पराछ, उसले अनलाइन पठाइदिन्छ कि त ल जा किन भन्छ कि। अनि यो ड्रेस चाहिँ मैले 2-3 वर्ष अगाडि किनेको थिएँ। अहिलेसम्म 3 वर्ष अगाडि मैले भर्खर 2 चोटि लाग्छु, आज लाग्यो 3 चोटि हुन्छ। अब चाहिँ मस्कारा लाउँछु म। मैले गर्ने भनेको यति मात्रै हो मेकअप, मस्कारा पनि लाउन आउँदैन मलाई त हुन्छ। मस्कारा पनि लगाइसक्यो। अनि मेरो फेभरेट अब ब्लसको पालो। मलाई चाहिँ ब्लस चाहिँ छ्याप्पै लाउन मनपर्छ कि, अरूलाई चाहिँ कस्तो मनपर्छ पनि, मलाई चाहिँ छ्याप्प लगाइदिनुपर्छ। देखिनु त पऱ्यो ब्लस लगाएपछि होइन। म चाहिँ जान आँटेको पार्टीमा ब्लस लगाएर चट्ट ब्लेन्डरले यसमा ट्याप ट्याप। मलाई चाहिँ गर्न आउने भनेको यति मात्रै हो मेकअप। लिपस्टिक लगाउन बाँकी छ, त्यो अहिले लाउँछु अनि देखाउँछु। ड्रेस लगाएर देखाउँछु। मैले ड्रेस लगाइसकेँ, अब हल्का लिप लाइनरले लिप कोर्छु अनि त्यसपछि लिपस्टिक लाउँछु। मैले चाहिँ लिप लाइनर लगाइसकेँ, अब लिपस्टिक लाउँछु। अनि यो चाहिँ मेरो फेभरेट लिपस्टिक हो, फेभरेट। म यो बाहेक कुनै लिपस्टिक युज गर्दिनँ। लिपस्टिक चाहिँ लगाइसकेँ, दाग परिसक्यो। अनि कानमा चाहिँ मैले यो लाउन लागेँ ल। यो के भन्छ, कपाल चाहिँ कसरी बाँध्नु के यार, कपाल खोल्नु कि बाँध्नु, सबसे ठुलो प्रब्लम त्यही हो, कपाल कसरी बाँध्ने। त्यो मलाई कपाल पनि बाँध्न आउँदैन राम्रोसित। त्यो डिजाइनमा एउटै डिजाइन जस्तै खोपा बाँध्नु नर्मली सक्यो। राम्रो देखा चाहिँ सानो सानो इयरिङ क्युट छ। त्यो भाइले यो पनि मलाई गिफ्ट आएको हो। यस्तो इयरिङले त कति गिफ्ट आउँछ मलाई, मैले किन्नै पर्दैन। कस्तो इयरिङ राम्रो देखाएको छैन, राम्रो देखाएको छ। गर्मी छ, धेरै ठुलो पनि लाउनु, सानो लाउने क्युट सा इयरिङ लगाकर जाएंगे हम। यो चाहिँ कता फर्किन्छ, अनि यो चाहिँ हातमा लाउँछु, लाउन सक्छु सक्दैन आफैले ब्रो। फेसिलिटी लगाइसक्यो। कपाल चाहिँ के गर्नु, कि खुल्दै जानु कि कपाल बाँधेर जानु। बाँधेर नै ठिक होला जस्तो लागिरहेछ, गर्मी पनि छ। सो कपालको चाहिँ मेरो धेरै डिजाइन हुन्छ, नर्मल डिजाइन यस्तो यस्तो गऱ्यो, यस्तो गरेर घुमायो, पोको पाऱ्यो, खाँटाले चिप्यो है। अनि हल्का यति चाहिँ मेरो मेकअप। घाँटीमा चाहिँ के लाउनु छैन मसित, के लाउनलाई सो म घाँटीमा के लाउँदिनँ। मेरो ड्रेस एन्ड माई स्यान्डल। म चाहिँ रेडी भएर एङ्गो वेट गर्दैछु, कतिखेर एङ्गो आउँछ। मौसम पनि यस्तो डेन्जर भएको छ, पानी पर्ला कि मलाई टेन्सन भइसक्यो। पानी पऱ्यो भनेदेखि यति रेडी भएको बेड त दुख्दैन। अनि कुछ भी होला, यो सल त छुट्नु भएन गाइज, सल र ब्याग त छुट्नु भएन नि। फेरि एङ्गो आउँछ अनि जान्छु, हाम्रो साथीलाई पनि भेटाउँछु ल। बाई, त्यति बेलासम्मको लागि बाई। अनि मेरो चाहिँ एङ्गो आइसक्यो, अनि म अब जाँदैछु गाइज। अनि हामी चाहिँ लोकेसनमा आइपुग्यौँ। पार्टी अर्गनाइज गर्ने मान्छे अहिलेसम्म पनि आइपुगेको छैन। हामी चाहिँ खाना अगाडि आइपुगेको छ गाइज। हाम्रो बिहान आइसक्नु भयो, अब टेन्सन छैन हामीलाई। टेन्सन लाग्यो डिवाई पनि भाडा बसाउनुपर्छ भनेर। यो कसको फोन हो रे? साँच्चै हो क्या मलाई त।
हामी चाहिँ खाना खान जान लाग्यो गाइज ओइ भिजे नि एकछिन एकजना बस्नु भाइ अब हामी चाहिँ खाना खान लाग्यो जो गुन्डीलाई मासु खाइहाल्छु यो जापानी अस्सलाम वालेकुम यसको राम्रो यहाँ छु हामी चाहिँ यहाँ अङ्कल हामीलाई छाता लिएर लिन आउनु भएको छ ओइ छाता लिएको मेरो आइसक्यो खाना खानलाई खाना खान यसले आज यति पैसा खर्च गरेर चाहिँ नदिउँला यसलाई पैसा अनि हामी चाहिँ पुगिसक्यौँ हो माइ गड कस्तो राम्रो ठाउँ छ हामी 6 जना छौँ नि यहाँ न बरु ए ओके ओके खोल त हामी चाहिँ फेरि भात लभर जहाँ पनि भात त चाहिन्छ गाइज थकाली जिन्दाबाद भएर थकाली जिन्दाबाद म त खानु सक्दिनँ गाइज मेरो चाहिँ ट्राउट फिस दाल भात आइसक्यो अनि यसले चाहिँ मगाएन मेरो खाने भनेर मलाई खाना सेयर गर्न मन पर्दैन तर यसले खान्छ मेरो खाना सेक ट्राई गरौँ न कस्तो छ यमी ब्रो साँच्चैमा मिठो छ ए हात पनि यही धुन आयो पानी यार चाहिँ धेरै कराउँछ क्या आइज अब चाहिँ खानु ल आज खास नखा ट्राउट फिस अब चाहिँ ब्लग इन गर्न बाई गाइज बाई आज रमाइलो भयो बाई